गुड आफ्टरनुन, नमस्ते सबैजनामा। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो इजी टु कुक रेसिपी भिडियोमा। र साथीहरू, आज चाहिँ म बनाउन गइरहेको छु सोयाबिनको चटपटा करी है त। र सोयाबिनको करी बनाउनका लागि मैले पहिला नै सोयाबिनलाई गरम पानीमा भिगाएर राखिसकेको छु र स्क्वाच गरेर त्यसलाई सुक्खा पारेर निकाली पनि सकेको छु। र अब चाहिँ अगाडिको रेसिपी म हजुरहरूलाई देखाउँदै पनि जानेछु र आफूले काम पनि गर्दै जानेछु है त साथीहरू। र यहाँ चाहिँ मैले अदुवा र लसुनको पेस्ट तयारी गर्दैछु र यो हो सोयाबिन जो ड्राई अप भइसकेको छ। र अब चाहिँ म कराईमा अलिकति ओइल हालेर यसलाई म ब्राउनिस कलर भइन्जेलसम्म, यसको पानी सुकिन्जेलसम्म फ्राई गर्नेछु र यसलाई निकालिदिनेछु है त साथीहरू। र अब चाहिँ यहाँ ओइल हिट भइसकेपछि सबैभन्दा पहिला म हाल्नेछु जिरा र 2टा फाइन चप गरिएको प्याज, साथमा हरियो खुर्सानी र मसलाहरूमा चाहिँ मैले हाल्नेछु हल्दी, धनिया पाउडर, जिरा पाउडर, कश्मिरी लाल र साथमा हाल्नेछु टमाटरको प्युरी र अघि नै मैले पेस्ट गरेर राखेको अदुवा अनि लसुनको पेस्ट, साथमा 2टा तेजपत्ता र स्वादअनुसार नुन र मजाले चलाएर चाहिँ अब म एकछिन मसलालाई पाक्न राखिदिनेछु। र अब चाहिँ मसला पाकेर रेडी भइसकेको छ। मैले यहाँ लिँदैछु एउटा बोइल गरेको आलु र मजाले म यसलाई म्यास गरिदिनेछु मसलासँगै। यसले चाहिँ हाम्रो ग्रेभीलाई एकदमै राम्रो बनाउँछ। साथमा मैले अघि नै फ्राई गरेर निकालिसकेको सोयाबिनलाई यस मसलामा हालेर एकदमै राम्रोसँग चलाइदिनेछु। र अब चाहिँ हाम्रो यहाँनिर काम आउँदैछ एउटा ट्रिक, र त्यो ट्रिक के हो भन्नुहोस् त साथीहरू? दही। यस साथीहरू, दही चाहिँ एकदमै स्किप नगर्नुहोला। दहीले नै हाम्रो यो सोयाबिन करीलाई चाहिँ एकदमै यमी बनाउँछ है त साथीहरू। र अब यसलाई फेरि म चलाएर एकछिनको लागि ढकनी बन्द गरेर राखिदिनेछु। फेरि पनि मैले यहाँनिर काटेर राखिसकेको धनिया पत्ता अनि लामो लामो गरेर काटेर राखेको हरियो खुर्सानीलाई लगाएर फेरि पनि ढकना बन्द गरेर राखिदिनेछु। र अब चाहिँ हाम्रो स्पाइसी सोयाबिन करी रेडी भइसकेको छ। र साथीहरू, हजुरहरूले चाहिँ स्पाइसी सोयाबिन करीलाई रोटीसँग, भातसँग, प्लेन पराठासँग, हजुरहरूलाई जेसँग मनपर्छ त्यहीसँग हजुरहरूले लिन सक्नुहुनेछ। एकदमै यमी लाग्नेछ साथीहरू। हजुरहरूले पनि एकपल्ट बनाएर ट्राई गर्नुहोला। र आजको मेरो यो रेसिपी भिडियो हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट्समा लेख्न नभुल्नुहोला। र स्वस्थ रहनुहोला, मस्त रहनुहोला अनि व्यस्त रहनुहोला। फेरि पनि भेट्ने नै छु अर्को इजी टु कुक रेसिपी भिडियोमा। तबसम्मको लागि बाई, टेक केयर एभ्रिवान, ह्याभ अ गुड डे, बाई, सी यू इन द नेक्स्ट भिडियो।